हजुरले भन्नुभयो जस्तै एजुकेसन भएपछि लाइफ इजी हुन्छ, तर इन्डियाको केसैले हामी लिन्छौँ भने एउटा केटी डक्टर भएपछि अनि पनि उसको रेपमा केस आएछ। होइन त्यो त के छ, त्यो त अर्कै विषयवस्तु भयो। त्यो चाहिँ विषयवस्तु अर्कै भयो हेर बहिनी, यो चाहिँ तपाईँको यस्तो छ क्या, यो चाहिँ विषयवस्तु अर्कै भयो, तर त्यसलाई प्रतिरोध गर्ने क्षमता हुन्छ। सुन, एजुकेसन प्राप्त गरेका विद्यार्थी या त कोही डॉक्टर छ, इन्जिनियर छ, उसको प्रतिरोधी क्षमता चाहिँ विशाल भइहाल्छ। जो मूर्ख छ उसले चाहिँ तपाईँको उसको प्रतिरोधी क्षमता चाहिँ तपाईँको फिस्ट हुन्छ क्या। फिस्ट भनेको मुक्का, मूर्खको प्रतिरोधी क्षमता भनेको फिस्ट हुन्छ, फिस्ट हुन्छ। जस्तै महात्मा गान्धीले भनेको छ क्या, यानी महात्मा गान्धीले के भन्छ कि फर्स्ट टाइम चाहिँ तपाईँको लिडरसिप मिन्स मसल्स भन्थ्यो क्या। म नेता छु, मसँग चाहिँ तपाईँको मसल हुनुपर्छ, बट गेटिङ एलोङ विथ द पिपल भन्थ्यो उसले। त्यस्तै गेटिङ एलोङ विथ द एजुकेसन भन्छ। यानी तिमीमा यदि चाहिँ एजुकेसन छ भने तिम्रोमा प्रतिरोधी क्षमता बढिहाल्छ, तिम्रो तर्क गर्ने शक्ति बढिहाल्छ, तिमी चाहिँ तपाईँको त्यसको प्रतिरोध गर्न सक्छौ। फिस्टले पनि प्रतिरोध गर्न सक्छ, अर्थात् मुक्काले पनि मसलले पनि प्रतिरोध गर्न सक्ने भयो र तर्क मार्फत पनि प्रतिरोध गर्न सक्छ। र रेपहरू चाहिँ तपाईँको यी अन्य विषयवस्तु भयो। यी विषयवस्तु चाहिँ जीवन व्यवहारका विषयवस्तुहरू।